आज लागेको यस्तो टन्टलापुर घाममा मस्त लाएर पौडी पनि खेलियो। त्यसपछि आजकै दिनबाट हाम्रो सुरु भइसकेको छ मकै भाँचेर त्यसलाई बोक्ने काम। आजको दिन चाहिँ बिहानदेखि नै घाम लागेर होला, त्यही भएर मम्मी र मामा मिलेर चाहिँ यहाँ मकै सुकाउँदै हुनुहुन्छ। मेरो एन्ड्रोइडबाट पनि यस्तो दामी देख्या भनेसी तपाईहरु आफै अनुमान गर्न सक्नुहुन्छ आज दिन कति क्लियर देखिन्थ्यो भनेर। अनि आज पनि म र मामा मिलेर चाहिँ बिहान बिहान मकै घाँस काट्न आएको। ओहो, त्यहाँ माथि आकाशमा हेर्नु न बादल कस्तो मजाले सरर भइराछ यार। अनि आज यस्तो डेन्जर घाम चर्केको थियो कि हैन, कुरै नगरौँ। घाँस काट्दा काट्दै गर्मी भयो, त्यही भएर हामी चाहिँ नस्पति खान लाग्यो। अनि यो नस्पति भन्ने कुरा चाहिँ चिसो हो रे क्या, त्यही भएर यस्तो गर्मीको बेला खाँदा कस्तो शीतल फिल हुन्छ क्या। अनि यो नस्पति हाम्रो चाहिँ हैन, हाम्रै बारी नजिकै माइजूहरुको थियो, त्यही भएर हामीले चाहिँ खानु पर्ने हुन्छ मस्त। पहिला बच्चा हुँदा त यस्तो नस्पति चोरी चोरी बेसरी खान्थ्यो हौ, तर आजकल त खै किन हो खासै वास्तै लाग्दैन। कहिले बेला बखतमा गर्मी भए बेला मात्रै खाइन्छ। मजाले नस्पति पनि खाइयो। अब चाहिँ हामीलाई भारी हालेर घर जानु पर्ने हुन्छ। अनि हाम्रो मम्मी बाबाहरुलाई चाहिँ 12 बजेतिर त्यस्तो चर्को घाम लाग्दा पनि एकछिन आराम त गर्नु पर्छ भन्ने लाग्दैन कि क्या हो। जतिखेर पनि एउटा न एउटा काम त गरिराकै हुन्छ क्या। म त यसो सोच्दा नि झ्याउ पनि लाग्दैन कि क्या हो जस्तो लाग्छ। अनि आज यस्तो मौसम क्लियर भएको दिनमा 2-4 क्लिप फोटो हान्दिम न त भनेर बाबाको फोटो खिच्दिन लाएको। मोबाइल तेर्साउन साथ पोज दिएर बस्नुहुन्छ फेरि पुरै मूर्ति जसरी क्या। यस्तो गर्मी थियो नि आज आम्मामा, त्यही भएर चाहिँ मलाई साथीहरुले जाम पौडी खेल्न भनेर चाहिँ खोलातिर लग्यो। त्यसपछि यस्तो गर्मी भएर बेला म पनि चल्दिए। आम्मामा इत्रु ठाउँमा पनि के हो डुबाउन खोज्छ त मलाई। त्यसपछि मस्तले यस्तो चर्को घाममा पौडी खेलेर ज्यानलाई चाहिँ एकछिन शीतल बनाए। फेरि यस्तो घाम काम गर्ने पौडी खेल्ने गरेर बिरामी भयो भने बर्बाद। त्यसपछि खेली भ्याएपछि हामी चाहिँ फर्किए घर आएको त मकै बोक्नलाई डोको रेडी बनाएर राखिरहेको रहेछ। अनि डोको बोकेर म चाहिँ चल्दिए बारीमा। अरू ठाउँतिर त यसरी मकै भाँचेर पनि भ्याइसक्यो होला, तर हाम्रो चाहिँ हुँदैछ बल्ल आजदेखि सुरु। अनि हाम्रो मामा र बाबा चाहिँ मोबाइल तेर्साउने बित्तिकै डान्सर भइदिहाल्छ, काम गर्दा पनि सुख छैन। यो घाम लाएर मलाई त काम गर्नलाई यस्तो फिटिके जागरै चलेको थिएन के। सबैजनाले मकै भाँचेर हामीलाई चाहिँ बोक्नु पर्ने हुन्छ अब टुइ लाएर। बाबा फेरि यता कटर बोकेर आउनु भएको छ, केले पो खाइदिएछ यार यो कटर त। अनि आज चाहिँ जम्मा एउटा पाटाको मात्रै मकै भाँचेको थियो। अनि बोक्ने मान्छे 3-4 जना थियो, त्यही भएर छिट्टै भ्याइन्छ। अब यो मकैलाई घर लगेर सराउनु पर्छ फेरि, एकदम झ्याउ लाग्दो काम। अनि सबैजनाको भागमा 3-4 खेप परेको थियो। अनि एक ठाउँको मकै भाँचेर पनि सकियो। त्यसपछि चाहिँ मैले भिडियो बनाएन। अब हामीलाई भेट्नु पर्ने हुन्छ भोलि। सो द्याट्स इट फर टुडे, टाटा एन्ड बाई बाई।